यो टिम्बुर चाहिँ लागेको लगभग 3 वर्षदेखि फल्न थाल्यो हैन। हामी चाहिँ अब यसलाई बोके टिम्बुर भनिन्छ। र यो झापा मेचीनगर 14 दिनको कृषि फार्ममा लागेको र यो अंगुर पनि छ। अब यहाँ हाम्रो झापामा चाहिँ प्राय जस्तो यो मकै बारीहरू भयो, सबै यो बगानहरू पहिला चाहिँ सबै अब तपाईँ राजवंशी, चौधरी, सन्थाल जातिहरूको थियो अरे। अहिले चाहिँ अब तपाईको पहाडबाट सबै माइग्रेट भएर हैन झरेर सबै अब नेपालीको मात्रै छ। र अहिले अब राजवंशी, सैताल, यो चौधरीहरू सबै अरू जातीयहरू चाहिँ खोलाको बगर डिलमा पुगिसकेको छ। उनीहरू चाहिँ सुकुम्बासी भइसकिसकेको छ। र हाम्रो ताप्लेजुङ हो एरिया हैन, अब ताप्लेजुङ सबैले छोडिसकिसक्यो। गाउँ बस्ती ताप्लेजुङको गाउँ बस्ती छोड्दाखेरि पनि आफ्नो जग्गा जमिन चाहिँ नबेच्नु होला, किनभने भोलि पर्सि हाम्रो जातिहरू पनि सबै फेरि खोला बगरमा अरू जातीय यो झापालीको जस्तै हुनेछ। हेर्नु न यस्तो राम्रो छ है मकैहरू। अब के गर्नु, सबै बेचेर बाउबाजेहरूले बेचेर खाइदिए। अहिले सबै नाति पनातिहरू चाहिँ खोलाको बगरमा बस्नु बाध्य छ क्या। अनि आफू जहाँ गए पनि आफ्नो ठाउँ चाहिँ छोड्नु हुँदैन। यहाँ चाहिँ हाम्रो अहिले फार्म यो मकैबारी सबै गरेर लगभग 35 कट्ठा 35-36 कट्ठा जस्तो यहाँ चाहिँ जग्गा लिएको छौँ। र हाम्रो पहाडको राई लिम्बू रैथानेहरूले चाहिँ आफ्नो जग्गा बेच्नु भएन। हेर्नुहोस् सबै मकैबारी हो। यस्तै छ झापाको चाहिँ खबर।